श्रीमतीलाई पिठ्यूमा बोकेर सुनकोशी नदीमा हाम फाले एक वृद्ध खोजी कार्य चल्दै। काभ्रे पलाञ्चोकको दुलाल घाटमा भएको एक हृदय विदारक घटनाले सबैलाई स्तब्ध बनाएको छ। श्रीमतीलाई पिठ्यूमा बोकेर हिँडिरहेका एक वृद्ध केही बेरमै सुनकोशी नदीमा हाम फालेको घटनाले यति बेला सबैलाई स्तब्ध बनाएको हो। यो भिडियो एकैछिन हेर्नुहोस् त। सार्वजनिक भएको यो भिडियोमा कुर्ता सुरुवाल र ढाका टोपी लगाएका वृद्धले श्रीमतीलाई पिठ्यूमा बोकेर हिँडिरहेको देखिन्छ। श्रीमती केही अशक्त जस्ती देखिन्छन्। शान्त लयमा उनले श्रीमानलाई अङ्गालो हालेकी छन्। दुलालघाट बजारमा कैद भएको सीसीटीभीमा वृद्ध निकै हतारमा देखिएका छन्। उनले दायाँ बायाँ नहेरी एक तमासले हिँडिरहेका छन्। प्रत्यक्षदर्शीका अनुसार साँझ करिब 5 बजेतिर कुर्ता सुरुवाल र ढाका टोपी लगाएका 68 वर्षीय केदारनाथ प्राजुलीले आफ्नी 67 वर्षीय श्रीमती तिलकुमारी प्राजुलीलाई पिठ्यूमा बोकेर दुलालघाट बजार पार गर्दै सुनकोशी तर्फ गएका थिए।